दर्शकबिन आज दाङको तुलसीपुर स्थित उपमहानगरपालिकामा एउटा फरक दृश्य देखियो। छेउमा जेन्जी आन्दोलनका क्रममा ध्वस्त भएको दमकल थियो भने अर्को प्राङ्गणमै एउटा नयाँ दमकल देखिएको थियो। स्थानीय बासिन्दाहरू तुलसीपुर उपमहानगरपालिकामा नयाँ दमकल आयो भनेर निकै नै हर्षित भएका थिए, तर तिनीहरूको हर्ष एकैछिनमा निराशजनक भयो। कैलाली जाँदै गरेको दमकललाई तुलसीपुर उपमहानगरपालिकामा परीक्षणको लागि ल्याइएको थियो। सो अत्याधुनिक दमकलले यदि राम्रोसँग काम गरेको खण्डमा तुलसीपुर उपमहानगरपालिकामा पनि सोही किसिमको दमकल ल्याउने भनेर परीक्षणको लागि सो दमकललाई केही समय त्यहाँ राखेर परीक्षण गरिएको थियो।